नमस्कार सबैजनालाई। स्वागत छ मेरो युट्युब च्यानल सिभिल लोकसेवा ज्ञानमा। आज मिति 2082 जेठ 3 गते कर्णाली प्रदेश लोकसेवा आयोगले सार्वजनिक पदको लागि लिएको एक्जामको सोलुसन लिएर उपलब्ध भएको छु। भिडियो मन पराउने साथीहरूले भिडियो लाइक गरिदिनु होला र लोकसेवा प्राविधिक धार मूलतः सिभिल इन्जिनियरिङसँग सम्बन्धित अरू पनि भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। लागौ आजको विषयवस्तुतिर। Question number 1 मा छ, to control of deflection, span to effective depth ratio of cantilever beam is taken as 7. Question number 2 मा छ, the design strength of a short column is governed by axial load capacity and cylinder ratio. Option D मा छ, axial load capacity and cylinder ratio. Question number 3 मा छ, the method in which the structure is designed to withstand safely all loads liable to act on it through its life is called limit state method. Limit state method भित्र दुईटा क्याटेगोरी हुन्छ, अल्टिमेट लिमिट स्टेट र सर्भिसेबल लिमिट स्टेट। यो अल्टिमेट लिमिट स्टेटमा अल लोड एक्टिङ अन इट क्यान बी होइन सेफली इन्काउन्टर भनेर भन्छन्। सो यो हाम्रो लिमिट स्टेट मेथड एन्सर हुने भयो। क्वेसन नम्बर 4 मा छ, a watertight structure constructed in connection with excavation for foundation of bridge, piers, etc. is known as watertight structure connection एक्सकाभेसन फाउन्डेसन एक्सकाभेसनको लागि जुन वाटरटाइट स्ट्रक्चर कनेक्सन गरिन्छ त्यसलाई क्यासन भनिन्छ होइन। अब यो अप्सनमा क्यासनको टाइप्सहरू दिएको छन्, बक्स क्यासन, ओपन क्यासन, न्युमेटिक क्यासन। सो हाम्रो अल अफ द एबभ एन्सर हुने भयो। क्वेसन नम्बर 5 मा छ, वाट इज द प्राइमरी बेनिफिट अफ वेल ग्रेडेड एग्रिगेट्स इन कन्क्रिट? अनि इम्प्रुभ एस्थेटिक, रिड्युस कस्ट, इन्क्रिज स्ट्रेङ्थ एन्ड वर्कएबिलिटी। अप्सन डी हाम्रो एन्सर हुने भयो, इन्क्रिज स्ट्रेङ्थ एन्ड वर्कएबिलिटी। Question number 6 मा छ, the floor height of the building is 2.7 meter and the riser is 15 centimeter. The number of treads required is, यो number of riser equal to building को height हाम्रो 270 सेन्टिमिटर भागे एउटा राइजरको 15 सेन्टिमिटर दिएको छ जुन हुँदाखेरि 18 हुने भयो। सो नम्बर अफ ट्रेड इक्वल टु नम्बर अफ राइजर माइनस 1, number of treads equal to number of riser minus number of riser हाम्रो 18 छ minus 1 गर्दाखेरि 17 हुने भयो। सो अप्सन नम्बर ए द एन्सर। क्वेसन नम्बर 7 मा छ, which of the following causes major head loss in pipe flow? हेड लस दुई किसिम, पाइप फ्लोमा हेड लस दुई प्रकारका हुन्छन्। अब हेड लस ड्यु टु मेजर कज होइन र हेड लस माइनर हेड लस। मेजर हेड लस भनेको फ्रिक्सनको कारणले हुन्छ, पाइपको इनर सर्फेस र लिक्विडको फ्लोको कारणमा लाग्ने फ्रिक्सनको कारणले मेजर हेड लस हुन्छ भने डाइमेन्सन चेन्ज जस्तै हेड लस ड्यु टु एक्सपेन्सन, कन्ट्र्याक्सन होइन, पाइप डायमिटर चेन्ज हुने, बेन्डमा, बल्ब फिटिङमा, अरू इत्यादि कारण जस्तै लिक्विड टेम्परेचर चेन्जमा त्यसको कारणले माइनर हेड लस हुने हो। सो एन्सर हाम्रो अप्सन सी, पाइप फ्रिक्सन ओभर अ लङ लेन्थको लागि मेजर हेड लस हुने हो। क्वेसन नम्बर 8 मा छ, which of the following is the primary cause of head loss in a fluid flow through pipes? अब यो वरदानै हुने हो, दुईटै एउटै क्वेसन आउने हो क्वेसन भयो। क्वेसन नम्बर ए मा छ, फ्रिक्सन बिट्विन फ्लुइड एन्ड पाइप सर्फेस, यो हाम्रो एन्सर हुने भयो। प्राइमरी कज भनेको मेजर भयो, प्राइमरी र मेजर त्यही कुरा हो, यहाँ मेजर यहाँ लेखिएको छ, यहाँ प्राइमरी लेखिएको छ, त्यही हो। क्वेसन नम्बर 9 मा छ, the water used with organic and inorganic solid fluid waste from houses, factories and dry weather flow is called sanitary sewage. Question number 10 मा छ, which parameter is crucial in determining the septic capacity of septic tank? सेप्टिक ट्याङ्कको क्यापेसिटी डिटर्माइन गर्नको लागि नम्बर अफ युजर र उनले तिनीहरूले प्रयोग गर्ने वाटर जेनेरेसन कति हुन्छ? सो अप्सन सीमा छ, द नम्बर अफ युजर एन्ड पर क्यापिटल वेस्ट वाटर जेनेरेसन एन्सर हुने हो। क्वेसन नम्बर 11 मा छ, which statement is true regarding duty and delta in irrigation? ड्युटी र डेल्टाको रिलेसन इन्भर्सली प्रोपोर्सनल हुन्छ। अप्सन एमा चाहिँ ड्युटी इन्क्रिज डेल्टा इन्क्रिज भएन। अप्सन बीमा चाहिँ ड्युटी डिक्रिज यो हुनसक्छ, ड्युटी रिमेन्स कन्स्टेन्ट एज डेल्टा भ्यारिज ड्युटी चाहिँ। सो हाम्रो एन्सर बी, ड्युटी डिक्रिजेज एज डेल्टा इन्क्रिज एन्सर हुने भयो। क्वेसन नम्बर 12 मा छ,
There is only one section and only one longitudinal slope at which the channel will carry a particular discharge with a particular set grade is the saying of यो भनाइ चाहिँ लेसीको हो। Question number 13 मा छ super elevation on a curve of a road is provided to counteract the centrifugal force acting on the vehicles. Option C. Question number 40 मा छ during the detailed survey of a hill road, the first operation of a surveying team is to fix the benchmark. Question number 15 मा छ the minimum value of super elevation is equal to super elevation सबभन्दा कम भयो भने क्यामरभन्दा कम त राख्नै मिलेन। Question number 16 मा छ which method of valuation is commonly used for estimating the value of commercial properties based on its income generating potential. अब यो इन्कम क्यापिटलाइजेसन एप्रोच भनेको प्रोपर्टीको प्रेजेन्ट भ्यालु फ्युचर क्यास फ्लोको प्रक्षेपण गरेर निकाल्छन् होइन। फ्युचरमा कति जेनेरेट हुन सक्छन् भने कुनै स्ट्रक्चर हामीले कन्स्ट्रक्ट गर्दाखेरि फ्युचरमा उसले कति कति क्यास फ्लो होइन कति लगानी त्यसले रिकभर गर्न सक्छ कति लगानी दिन सक्छ त्यसको लागि इन्कम एप्रोच होइन इन्कम क्यापिटलाइजेसन एप्रोच युज गरिन्छ। सो इन्कम जेनेरेटिङ पोटेन्सियलको आधारमा हामीले इन्कम क्यापिटलाइजेसन एप्रोच या क्यापिटलाइजेसन मेथड भ्यालुएसनको लागि युज गरिन्छ। यो प्राय कमर्सियल बिल्डिङहरू अफिस बिल्डिङहरू सपिङ कम्प्लेक्सहरूमा होइन को लागि युज गर्ने मेथड यो क्यापिटलाइजेसन मेथड हो। क्वेसन नम्बर 17 मा छ which factor is most crucial in determining the rate analysis of a construction item. रेट एनालाइसिस गर्नको लागि त मुख्यतया प्रमुख कारण अब कस्ट अफ मटेरियल र लेबर उपलब्ध हुनु पर्यो अरू बाँकी। क्वेसन नम्बर 18 मा छ which of the following is one of the key responsibilities of civil sub engineer. डिजाइनिङ कम्प्लेक्स स्ट्रक्चरल बिल्डिङ यो इन्जिनियरिङको काम हो। एप्रुभिङ प्रोजेक्ट बजेट्स एन्ड फाइनेन्सियल एलोकेसन यो चिफ इन्जिनियरको काम हो। सुपरभाइजिङ कन्स्ट्रक्सन वर्क एन्ड इन्स्योरिङ क्वालिटी कन्ट्रोल यो चाहिँ सब इन्जिनियर वा साइट इन्जिनियरको काम हो। क्वेसन नम्बर 19 मा छ which type of contract transfer the maximum risk to the contractor. म्याक्सिमम रिस्क लम्पसम कन्ट्र्याक्टरलाई म्याक्सिमम रिस्क दिन्छ होइन। यो भनेको फर्म फिक्स कन्ट्र्याक्ट वा लम्पसम कन्ट्र्याक्ट एउटै हो। क्वेसन नम्बर 20 मा छ एज पर पब्लिक प्रोक्युरमेन्ट एक्ट 2063 द नोटिस टाइम गिभन फर अ सर्ट लिस्टेड कन्सल्टेन्ट टु सबमिट द रिक्वेस्ट अफ प्रपोजल इज। अब यहाँ खुलाएर दिएको छैन 20 लाखभन्दा मुनि 15 दिन नोटिस पिरियड दिनुपर्छ भने 20 लाखभन्दा माथि 30 दिन दिनुपर्छ। अब यो नदिएको केसमा हामी 15 दिन मानेर राख्न सक्छौँ। क्वेसन नम्बर 21 मा छ हिल्सा नाका नेपालको हुम्ला जिल्लामा पर्ने नाका हो। कर्णाली प्रदेशको क्षेत्रफल 30,211 वर्ग किलोमिटर रहेको छ। कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना अवधिमा वार्षिक औसत आर्थिक वृद्धि दर कति पुग्ने प्रक्षेपण गरेको छ। यो आर्थिक वर्ष 2081-82 देखि सुरु अनि 5 वर्ष 2085-86 सम्म 9.9 आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरे। क्वेसन नम्बर 24 मा रहेको छ सबैको पहुँचमा सफा पानी र सरसफाइ पुर्याउने दिगो विकासको लक्ष्य कति नम्बरमा रहेको छ। अब दिगो विकासका लक्ष्य 17 वटा छन् जसमा अप्सन दिएका मध्येमा यो लक्ष्य 6 नम्बर रहेको छ स्वच्छ पानी तथा सरसफाइ। लक्ष्य 4 मा गुणस्तरीय शिक्षा रहेको छ। लक्ष्य 3 मा स्वस्थ र समुन्नत समाज रहेको छ भने लक्ष्य 7 मा स्वच्छ ऊर्जामा सहज पहुँच रहेको छ। क्वेसन नम्बर 25 मा छ तलका मध्ये नेपालको संविधानमा भएको नागरिकता सम्बन्धी कुन व्यवस्था सही छ। नागरिकता जिल्ला पहिचान सहितको नागरिकता स्थानीय पहिचान सहितको नागरिकता अहिले प्रावधान भएको नेपालको नागरिकता प्रादेशिक पहिचान खोलाउने सहितको नागरिकताको प्रावधान रहेको छ। क्वेसन नम्बर 26 मा छ विशाल खस राज्य स्थापना गर्ने पहिलो व्यक्ति को थिए। यो खस राज्य स्थापना गर्ने पहिलो व्यक्ति राजा नागराज थिए। राजा नागराज विक्रम सम्वत 1150 मा तिब्बतको खारी प्रदेशबाट आएर नेपालको कर्णाली क्षेत्रको सिन्जा उपत्यकामा खस मल्ल राज्यको स्थापना गरेका थिए। क्वेसन नम्बर 27 हुन्छ सर्वप्रथम स्मल पक्स भ्याक्सिन पत्ता लगाउने वैज्ञानिक को थिए। यो पहिलोपल्ट
स्मलपक्सको भ्याक्सिन पत्ता लगाउने वैज्ञानिक एडवर्ड जेन्नर 1796 मा ब्रिटेनका वैज्ञानिकले पत्ता लगाएका थिए। बिमस्टेकको उद्देश्य तलका कुन होइन? अन्तर्राष्ट्रिय मञ्चमा साझा मुद्दा वकालत गर्ने, सरल रूपमा ठुलो बजार बनाउने, व्यापार प्रवर्धनका लागि नयाँ क्षेत्र पहिचान गर्ने, प्रतिस्पर्धात्मक वातावरण बनाउने। सो अप्सन ए हुन सक्छ। अन्तर्राष्ट्रिय मञ्चमा साझा मुद्दा वकालत गर्न होइन, अरू यो बजारीकरण समुद्रमा प्रतिस्पर्धा वातावरण मिलाउने, प्रतिस्पर्धा गरेर ट्रेड बढी गर्नको लागि वातावरण मिलाउने सबै यो सब पर्छन्। क्वेसन नम्बर 29 छ, संयुक्त अधिराज्य बेलायत नेपालको दौत्य सम्बन्ध कहिले कायम भएको थियो? अब नेपाल र युकेको दौत्य सम्बन्धी सुगौली सन्धि पछि कायम भएको। सुगौली सन्धि 1816 मार्च 4 मा भएको थियो, जसलाई कन्भर्ट गर्दा विक्रम सम्बन्ध 1873 हुनुभयो। क्वेसन नम्बर 30 छ, क्षेत्रफलको हिसाबले सबभन्दा सानो हिमाली जिल्ला पूर्वी रुकुम हो। क्वेसन नम्बर 31 छ, प्रदेश निजामती सेवाका कर्मचारीको आफ्नो पदमाथिको पदाधिकार कायम रहने अवस्था कुन होइन? निलम्बन रहेको अवधिभरमा पदाधिकार कायम हुँदैन, काजमा रहेको अवधिभरमा हुन्छ, बिदा बसेको अवधिभर गनिन्छ, अर्को पदमा सरुवा भई जिम्मेवारी सम्हालेको अवधिभर सर्वनी गरिन्छ, निलम्बन रहेको अवधिभर गनिँदैन। क्वेसन नम्बर 32 छ, सरकारी कार्यालयमा अभिलेख व्यवस्थापनको मुख्य उद्देश्य के हो? जो सूचना मात्र राख्ने यो होइन, अभिलेख सुरक्षित, व्यवस्थित र छिटो उपलब्ध सुनिश्चित गर्ने यो अभिलेखको यो हुनसक्छ। पुरानो अभिलेख नष्ट नगरी नयाँ अभिलेख राख्ने यो अभिलेख नागरिकको फौजमा निषेध गर्ने। सो हाम्रो राइट एन्सर अभिलेख सुरक्षित, व्यवस्थापन, व्यवस्थित र छिटो उपलब्ध सुनिश्चित गर्ने प्रमुख उद्देश्य हुने भयो। प्रदेश निजामती सेवाको कुनै कर्मचारीले अज्ञताको कारण आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसकेमा कस्तो कारबाही हुन्छ? तत्काल निलम्बन गर्न सक्छ। अब यो कामको प्रकृति कस्तो थियो त्यही अनुसारले कारबाहीको दायरा पनि फरक फरक हुने गर्छन्। अब निलम्बन पनि हुनसक्छ होइन, अब योग्यताको कारणले पर्ने हानिको क्षतिपूर्ति भराउने पनि गर्न सकिन्छ। भविष्यमा सरकारी सेवाको अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त पनि गर्न सक्छ। क्वेसनमा हदैसम्म कारबाही भनेको भए अप्सन सी नै हुन्थ्यो होइन। अरू एन्सर पनि हुन सक्छन्, तर अब यो अप्सन डीमा के छ, यो भविष्यमा अयोग्य ठहरिने गरी यो चाहिँ कानुनले व्यवस्था गरेको रहेनछ। सो अप्सन सी हाम्रो अहिले केही नदिएको खण्डमा अब हदैसम्म मानेर भविष्यमा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने राखेर मान्न सकिन्छ। क्वेसन नम्बर 34 छ, तलका मध्ये कुन विषयलाई सुशासनको विशेषताको रूपमा लिँदैन? कानुनको शासन हुनु पर्यो, कानुनद्वारा शासन दमन शोषण गर्न पाइएन, सहभागिता र जिम्मेवारीपूर्ण सुशासनको पक्षधर हो, कानुनद्वारा शासन चाहिँ विशेषताको रूपमा लिँदैन। 35 हरेक सार्वजनिक निकायमा सार्वजनिक वडापत्र राख्नु पर्ने व्यवस्था कुन कानुनले गरेको छ? सूचनाको हक सम्बन्धी ऐन 2064 ले उल्लेख गरेको छ। कानुनी शासनको अवधारणा कसले प्रतिपादन गरेका हुन्? क्वेसन नम्बर अप्सन एमा चाहिँ एभी डाइसी, बी जोन डाल्टन लुथर गुगोलिक, एक्स वेबर। यो कानुनी शासनको अवधारणा एल्बर्ट भेन डाइसी भनेको एभी डाइसीले जुन बेलायती संविधानविद र कानुनविद हुन् उनले प्रतिपादन गरेका थिए। क्वेसन नम्बर 37 छ, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रत्येक वर्ष कर्मचारी सरुवा गर्ने समय तालिका कुन हो? श्रावण मसान्तसम्म गर्नुपर्छ। श्रावण 1 देखि श्रावण मसान्तसम्म। प्रदेश सरकारबाट स्वीकृत पद संगठन संरचना वा दरबन्दी स्वीकृत भएको कति दिनभित्र दर्ता गर्न प्रदेश अभिलेखालयमा पठाउनुपर्छ? 25 दिनभित्र। क्वेसन नम्बर 39 छ, व्यवस्थापनमा पोस्ट कर मोडल कसले प्रतिपादन गरेको? लुथर गुगोलिक अप्सन बी मा रहेको छ। क्वेसन नम्बर 40 छ, राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख सूचना आयुक्त को थिए? विनय कस्चु, श्री आचार्य, सविता। यो एकदम सिरियली नै अप्सन राखिदिएको छ। सबभन्दा प्रथम विनय कस्चु थिए, त्यसपछि श्री आचार्य, अनि सविता भण्डारी बराल र 2071 मा कृष्णहरि बास्कोटा थिए।
Question number 41 हुन्छ the process of turning the telescope of a theodolite over its supporting axis through 180 degree in vertical plane is called transiting. Question number 42 मा छ the first reading from a leveling station is back side. Question number 43 मा छ in the stadia method of tachometry the horizontal distance is calculated using the focal length of the difference between top and bottom reading of uh, the difference between top and bottom stadia head readings multiplied by stadia factor. यो stadia constant is option B answer हुनेभयो. Lamination fabric is caused due to entrapped air in the voids option A. सही हो. The most fire resistant paints asbestos paint option A. सही हो. Question number 46 मा छ in a simply supported beam of length L with a 4 kilonewton point load applied its center, what is the bending moment at the center of the beam? अब यो बीममा सेन्टरमा 4 किलोमिटर लाग्यो भने यसले रियाक्सन दुईतिर 2 किलोन्युटनको दिने भयो. बीमको लेन्थ हाम्रो बीमको लेन्थ तपाईँको 6 मिटर दिएको छ भने फेन्टर भनेको 2-3 मिटर आउनुभयो. यो रियाक्सनले कुनै तर्फबाट मोमेन्ट लिनुभयो भने 2 3 जा 6 किलोन्युटन मिटर बेन्डिङ मोमेन्ट आउँछ. Question number 47 हुन्छ when a bar is subjected to a change of temperature and its deformation is prevented the stress induced in the bar due to यो टेम्परेचर भेरिएसनको कारणले स्ट्रेस थर्मल स्ट्रेस आउँछ. क्वेसन नम्बर 48 मा छ सोइल कम्प्याक्सन प्राइमरी रिड्युसेस. सोइल कम्प्याक्सनले के गर्छ? सोइल डेन्सिटी बढाउँछ, घटाउँदैन. सोइल स्ट्रेन्थ बढाउने हो. वाटर इन्फिल्ट्रेसन चाहिँ घटाउँछ. which is the great important property of a soil in finding settlement of a structure? Permeability, shear resistance, consolidation. यो कन्सल्टेसन र कम्प्रेसिबिलिटी दुईटैले सेटलमेन्टको भूमिका खेलकै हुन्छ र प्राइमरी इन्फ्लुएन्सिङ भनेको कन्सल्टेसन हो. At question number 50 मा छ at liquefaction the shear strength of the soil is equal to अप्सन ए 0 नै हुन्छ. अब यो लिक्विफेक्सन हुँदाखेरि यो सोइलको शेयर स्ट्रेन्थ फोर्सली रिड्युस टु 0 हुन्छ. अब यसको अर्थ के भनेको भयो कि यसले स्ट्रेसलाई रेसिस्ट गर्ने डिफर्मेसन सोइलको क्यापेसिटीले लुज गर्दै जान्छ र सोइल लिक्विडको रूपमा बिहेभ गर्न थाल्छ. त्यो केसलाई लिक्विफेक्सन भन्छ. धन्यवाद सबैजनालाई भिडियो अन्तिमसम्म हेर्नु भएकोमा. अब भिडियो मन पराउनु भएको छ भने भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न पनि हार्दिक अनुरोध गर्दछु.